नेपाल आयल निगम जनताकै लागि हो र जनताकै सेवामा समर्पित। नेपाल आयल निगम स्थापना पूर्व एस्सो, सेल, आइओसी लगायत भारतीय तथा भारतमा कारोबार गर्ने युरोपेली कम्पनीहरूले नेपालमा पेट्रोलियम पदार्थको बिक्री गर्थे। नेपालको सीमित माग धान्न ती कम्पनीहरूले ड्रममा राखेर गर्दै आएको व्यापारले तत्कालीन आवश्यकता पूरा हुने गरेको थियो। पेट्रोलियमको कारोबारमा एकरूपता ल्याउने र सरकारी स्वामित्वको संस्थानलाई एकाधिकार दिने गरी विक्रम सम्वत 2027 साल पुस 26 गते नेपाल आयल निगम लिमिटेडको स्थापना गरियो। त्यसयता पेट्रोलियमको आपूर्ति, बिक्री, वितरणमा निगम निरन्तर क्रियाशील छ। देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत पेट्रोलियमको कारोबार पुर्याएर आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ। निगमको स्थापनापछि नेपालमा पेट्रोलियम बिक्री गर्ने विदेशी कम्पनीहरूको कारोबार बन्द भयो र ती कम्पनीहरूले गर्दै आएको कारोबार विक्रम सम्वत 2030 सालदेखि निगम आफैले गर्न थाल्यो। 30 को दशकपछि मुलुकमा सडक सञ्जालको द्रुततर विकास हुन थाल्यो। बढ्दो औद्योगिकरण, सहरीकरण आदिले पेट्रोलियमको माग बढ्दै गयो। मुलुकको आवश्यकता धान्न निगमले 5 विकास क्षेत्रमा क्षेत्रीय डिपोहरू स्थापना गर्यो। गुणस्तरीय पेट्रोलियमको आपूर्तिमा सजग र जिम्मेवार हुँदै निगमले आवश्यकता अनुसारका भौतिक पूर्वाधारको विकासमा लगानी गर्दै गएको छ। सबभन्दा पहिला पेट्रोलियम पदार्थको सहज आपूर्तिले यसले गर्दा के हुन्छ, हाम्रो उपभोक्तालाई सहज पेट्रोलियम पदार्थ उपलब्ध होस् भनेर त्यस्ता कामहरू हामी गर्छौँ। त्यसको लागि डिपोको स्टोरेज क्षमताहरू बढाउने, स्टोरेज क्षमतालाई आधुनिकीकरण गर्ने, जस्तो अहिलेको समय सापेक्ष अनुसार त्यसको सेफ्टी पनि अहम चिज हो। सेफ्टी एरेन्जमेन्टलाई कसरी थप्ने, कसरी नयाँ निर्माण गर्ने अथवा पुरानोलाई कसरी मोडिफाई गरेर अगाडि बढ्ने, त्यो कुराहरू हामी अहिले गर्दैछौँ। र म आएपछि अहिले फायर फाइटिङका एरेन्जमेन्टहरू थप्दैछौँ र नयाँ टेन्डर प्रक्रियामा पनि जाँदैछ, हामी काम गर्दैछौँ। अर्को जस्तै अब ट्याङ्करहरूलाई व्यवस्थित गर्नलाई हामी पार्किङ स्थललाई व्यवस्थित गर्दैछौँ र यस्तै डिपोका लोडिङ अनलोडिङ पोइन्टहरूलाई अहिलेको नयाँ अनुसार, नयाँ सिस्टम अनुसार अटोमेसनतर्फ हामी कसरी लाने त्यो अध्ययन भइरहेको छ। देशभरिका डिपोमा प्रादेशिक कार्यालयहरूले आफ्नो डिपोको बजेटलाई सदुपयोग गरेर त्यहाँको डिपो सुधार कार्यहरू गर्दैछ र हेड अफिसबाट पनि जस्तै पोखरा डिपोमा नयाँ डिपो स्टोरेज थप भइरहेको छ 10,000 केलको। त्यस्तै पोखरामै नयाँ एफएस नयाँ डिपो निर्माण हुँदैछ। भैरवमा पनि नयाँ डिपो निर्माण कार्यक्रम अगाडि बढिसकेका छन्। अहिले कर्पोरेट बिल्डिङ निगमको आफ्नै बन्दैछ र विभिन्न जस्तै पाइपलाइनका दोस्रो फेजका आयोजनाहरू अगाडि बढेको छ। जस्तै हाम्रो चारलीमा सिलिगुडी चारलीको आयोजना पनि अगाडि बढ्दैछ। त्यो विभिन्न सुधारका कार्यहरू अहिले अगाडि बढिरहेको छ। निगम एक व्यावसायिक संस्था भए पनि यसले नागरिकको सेवालाई सर्वोपरि ठानेर सुलभ मूल्यमा गुणस्तरीय पेट्रोलियमको आपूर्ति गर्न सक्षम हुँदै आएको छ। निगमको विगतदेखि वर्तमानसम्मको उतार चढावपूर्ण यात्रा निहाल्दा यो संस्थानले उपभोक्ताको हितलाई नै प्राथमिकतामा राखेको स्पष्ट हुन्छ। सर्वसाधारण जनताले बढी उपयोग गर्ने पेट्रोलियम पदार्थमा अनुदान दिएर पनि निगमले जनसेवाप्रतिको आफ्नो कर्तव्य बोध गरिरहेको छ। जनसेवा वा राष्ट्रसेवाको अभियानमा समर्पित निगम कहिले पनि नाफामुखी भएन। नेपाल आयल निगम एउटा नेपाल सरकारको एउटा मातहतमा सञ्चालित एउटा चाहिँ जिम्मेवार एउटा चाहिँ निकाय हो र यसले चाहिँ देशैभरि पेट्रोलियम पदार्थको सहज आपूर्तिलाई चाहिँ प्रथम प्राथमिकतामा राखेर काम गर्दै आएको छ र आपूर्ति व्यवस्था पछिल्लो समय कहिले पनि आपूर्ति व्यवस्थामा चाहिँ समस्या आएको छैन र हामीलाई चाहिँ अन्तर्राष्ट्रिय बजार मूल्य बढ्दै जाँदाखेरि पनि यसलाई चाहिँ जुन हामीसँग जुन एउटा मूल्य संरचना छ, अटोमेटिक प्राइसिङ मेकानिजम, त्यो प्राइसिङ मेकानिजम अनुसार जुन मूल्य समायोजन गर्दै लगेको छ, यसलाई नेपाल आयल निगमले चाहिँ समयमै सही सूचना दिएर उपभोक्ताहरूलाई पनि सुसूचित गरेर यो मूल्यलाई चाहिँ एउटा परिवर्तन हुने, बढ्दा बढ्ने, बढाउने र घट्दा घटाउने मूल्यलाई चाहिँ एउटा सर्वस्वीकार्य हामीले बनाइएको छ। र त्यसै गरी जस्तो पछिल्लो समय पाइपलाइन अपरेसन सुरु भइसकेपछि
निगमले नै यो पाइपलाइन बिछाउने काम सकिसकेपछि पाइपलाइनबाट अहिले डिजेल आइरहेछ र डिजेलको आपूर्तिमा हामीलाई चाहिँ धेरै सहज भएको छ र पाइपलाइनबाट हाम्रो डे टु डे जुन अपरेसनको कस्टमा पनि धेरै घटेको छ, आपूर्ति धेरै सहज भएको छ। र त्यसै गरी हामीले चाहिँ जस्तो हवाई इन्धनको यो विभिन्न हवाई यो एयरपोर्टहरूमा हामीले चाहिँ नयाँ एभिएसन फ्युल स्टेसनहरूको चाहिँ हामीले स्थापना गर्ने, त्यहाँबाट चाहिँ जहाजलाई तेल दिने व्यवस्था मिलाउने कामहरू पनि हाम्रो अगाडि बढिरहेछ र भण्डारण क्षमता पनि पोखरामा हामीले चाहिँ डिजेलको झन्डै 1 करोड लिटरको भण्डारण क्षमताको काम लगभग हाम्रो सकिने लागिसकेको छ। त्यस्तै गरी हामीले चाहिँ अहिले पछिल्लो समय निगमको यो सम्पूर्ण कारोबारलाई चाहिँ एउटा कम्प्युटराइज गर्ने ERP प्रणाली पनि हामीले चाहिँ निगममा भित्रेका छौँ। त्यो अनुसारको कामहरू सबै भइरहेछ। अहिले हाम्रो टोटल हाम्रो मार्केटिङ, सेल्स, इम्पोर्ट, सेल्सको सबै कामहरू चाहिँ कम्प्युटरबाट चाहिँ एउटा सफ्टवेयर मार्फतबाट चाहिँ अगाडि बढिरहेछ। हाम्रा नियम कानुनहरू विनियमहरू पनि सबै समन्वित भएका छन्। कतिपय कुराहरू प्रष्ट थिएनन् भने ती विनियम संशोधन गरेर पनि ती विषयहरूलाई प्रष्ट पारिएको छ र कर्मचारीहरूका विषयहरूमा पनि कर्मचारीका गुनासा, अप्ठ्याराहरू के कसो छ, फिल्डमा काम गर्दाखेरिका सजिला अप्ठ्याराहरू के कसो छ, त्यो कुरोलाई पनि हामीले व्यवस्थित बनाइएको छ। कर्मचारीहरू पनि यो पछिल्लो समयको चाहिँ उसबाट सबै सन्तुष्ट छन्, खुसी छन् र हाम्रो यी सबै गतिविधिको कारणले गर्दाखेरि चाहिँ निगमको इमेज पछिल्लो समय आम उपभोक्तामा चाहिँ सरिएर गएको छ। जनसेवा र निगम आज पर्यन्त एक अर्काका परिपूरक वा पर्याय बनिरहे। सरकारी स्वामित्वको संस्थान भएका कारण पनि निगमको प्रमुख प्राथमिकता जनताको सेवा, त्यसपछि मात्रै व्यापार हुनुपर्छ भन्ने मान्यता आत्मसात गरेको देखिन्छ। निगमको एउटा जुन नारा छ, पेट्रोलियम पदार्थ, शुद्ध पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने, मिसावट रहित र सुलभ, यही विषयलाई नै मूल नारा लिएर, मूल मन्त्र लिएर अगाडि बढेको कारणले पेट्रोलियमको आपूर्तिमा कुनै अवरोध नहोस् भन्नका लागि 68,384 किलोलिटर भण्डार क्षमताका 10 डिपोहरू स्थापना गरिएका छन्। 600 कर्मचारीहरू अहोरात्र खटेर देशका कुना काप्चासम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएका छन्। पहाडी भूबनोटको अधिकता भएको नेपाल जस्तो मुलुकमा पेट्रोलियमको वितरण चुनौतीपूर्ण छ। देशमा पेट्रोलियमको उत्पादन नहुनु, प्रशोधन केन्द्र समेत स्थापना नभएका कारण निगमले भारतीय आयल कर्पोरेसनसँग प्रशोधित पेट्रोलियम खरिद गरी नेपालमा आयात, भण्डारण र बिक्री वितरण गर्दै आएको छ। यसका लागि निगमले 1,893 ट्याङ्कर मार्फत तेलको वितरण व्यवस्था मिलाएको छ भने देशभर 1,563 निजी विक्रेता मार्फत पेट्रोलियमको बिक्री गर्दै आएको छ। आधा शताब्दीभन्दा बढीको यात्रामा नेपाल आयल निगमले केही यस्ता चुनौतीको सामना पनि गर्नु पर्यो जुन नेपालका सायदै अरू सरकारी संस्थानले गर्नु पर्यो। 45 सालमा भारतले व्यापार तथा पारवहन सन्धि नवीकरण नगर्दा नाकाबन्दीको स्थिति सिर्जना भयो। पेट्रोलियम पदार्थका हाहाकार मच्चिँदा निगमले बजारको माग धान्न तिब्बतको खासा र बांग्लादेशबाट हवाई जहाजबाट समेत इन्धन आपूर्ति गरेको इतिहासले यो संस्थाको पहिचान र जिम्मेवारी बोध स्वतः स्पष्ट हुन्छ। त्यसअघि 2042 सालमा मलेखुमा भीषण बाढी आएर पुल भत्काउँदा काठमाडौँसम्म पेट्रोलियमको आयात हुन सकेन। विशेष गरी मट्टीतेलको अभाव हुँदा काठमाडौँका मध्यम वर्गीय नराम्ररी प्रभावित भएका थिए। 72 सालमा फेरि भारतले 5 महिना लामो अघोषित नाकाबन्दी गरिदियो। त्यो नाकाबन्दीसँग जुझ्न निगमले विभिन्न प्रयासहरू गर्यो। केही ट्याङ्कर पेट्रोलियम चीनले केरुङ नाका हुँदै नेपाललाई उपहारमा पठायो। पटक पटक भारतले लगाएको नाकाबन्दीले दिएको सन्देश हो यस्तो स्थिति फेरि पनि दोहोरिन सक्छ। यसका लागि आफ्नो तयारी गरेर बस्न जरुरी छ। पेट्रोलियम आपूर्तिमा आइपर्न सक्ने सम्भावित चुनौतीको सामना गर्न निगम वा नेपाल सरकारले अहिलेदेखि नै तयारी थाल्नुपर्ने अवस्था छ। सबभन्दा महत्त्वपूर्ण कुरो त के भन्दाखेरि नेपालमा आयल निगमले
जुन पेट्रोलियम पदार्थको आयात गरेर बिक्री वितरणको जुन व्यवस्था गरेको छ त्यो नै आजसम्म नेपालको एउटा आर्थिक विकासमा चाहिँ नि महत्त्वपूर्ण रूपमा कार्य गरेको छ र अहिले सुधारको क्रममा नभनौँ विकासकै क्रममा आयल निगमको महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि पेट्रोलियम पदार्थ ढुवानी ट्याङ्करबाट जुन गर्ने व्यवस्था थियो त्यसमा केही सुधार होस् भनेर रक्सोलदेखि अम्लेगञ्जसम्मको पाइपलाइन निर्माण गरिएको छ। एउटा महत्त्वपूर्ण चाहिँ नि सुधार हो। त्यसपछि डिपोहरू विस्तारको कामहरू अगाडि बढिरहेका छन्। डिपोको क्षमता विस्तारहरू भइरहेका छन्। त्यसपछि आयल निगमको अहिले नेपालगञ्जमा आफ्नै पेट्रोल पम्प एउटा आधुनिक व्यवस्थापन आधुनिक प्रविधिबाट सञ्चालित पेट्रोल पम्पको सञ्चालन गर्नको लागि अन्तिम तयारी पुरा भएको पनि समाचार भर्खरै हामीले थाहा पायौँ। आयल निगमको समग्र कारोबार डिजिटलाइजेसन गर्ने सन्दर्भमा एउटा स्यापकै सफ्टवेयर सम्बन्धी प्रक्रियाबाट लेखाङ्कन प्रणालीहरू सञ्चालन हुन गइरहेको पनि हामीले थाहा पायौँ। त्यसपछि अब आयल निगमलाई स्वसञ्चालित मूल्य निर्धारण गर्ने भन्ने व्यवस्था पनि गरिएको थियो, सुरु गरिएको थियो, जुन अति आवश्यक छ। त्यो हुनु अति आवश्यक छ। त्यसको लागि पनि केही वर्ष अगाडि त्यो सुरु पनि गरिएको हो, तर फेरि बिचमा विभिन्न समस्याहरूले गर्दा त्यसलाई निरन्तरता दिन नसकिएको अवस्था पनि देखिएको छ। यसरी समग्र रूपमा आयल निगम आफ्नो चाहिँ नि विकासको क्रममा एउटा मुलुकको आर्थिक अवस्थामा यसको महत्त्वपूर्ण चाहिँ नि भूमिका रहेको देखिन्छ। पेट्रोलियम आयातमा भारतमुखी हुँदा पटक पटक नेपाल आयल निगमले चुनौतीको सामना गर्नु परिरहेको छ। नेपाल आयल निगमको प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको रिफाइनरी वा डिपोहरू मार्फत नेपालमा पेट्रोलियम आयात गरी आफ्ना प्रादेशिक डिपोहरूमा भण्डारण गर्छ। भारतबाट प्राप्त भएको गुणस्तरलाई नेपालमा भण्डारण गर्नुअघि पेट्रोलियमको शुद्धता परीक्षण गर्न प्रत्येक प्रादेशिक डिपोहरूमा ल्याब स्थापना गरिएको छ। यी ल्याबहरूमा मूलत डेन्सिटी अर्थात् घनत्व, टेम्परेचर अर्थात् तापक्रम र फाइनल बोइलिङ पोइन्ट अर्थात् उम्लिने बिन्दुको परीक्षण गरिन्छ। मट्टीतेलको हकमा फ्ल्यास पोइन्ट र डिजेलको हकमा विस्कोसिटी पनि हेरिन्छ। प्रादेशिक भण्डारण ट्याङ्कमा रहेको पेट्रोलियमको गुणस्तर प्रत्येक 15 दिनमा परीक्षण गरी प्रतिवेदन काठमाडौँ स्थित केन्द्रीय प्रयोगशालामा ल्याउने गरिएको छ। हवाई इन्धन बाहेकका पेट्रोलियमको नमुना चाहिँ 3 महिनामा केन्द्रीय कार्यालयमा परीक्षणका लागि ल्याउने गरिन्छ। हवाई इन्धनको हकमा 2 महिनामा ल्याउने गरिएको छ। निजी विक्रेताहरूलाई निगमले तोकिए बमोजिमको 100% शुद्धता कायम भएको पेट्रोलियम बिक्री गर्दै आएको छ। ती विक्रेताहरूले बिक्री गर्ने पेट्रोलियमको गुणस्तरमा बेलाबखत प्रश्न उठ्ने, विवाद उत्पन्न हुने भएका कारण निगमले आफ्ना प्राविधिकहरूलाई अनुगमनका लागि खटाउँदै आएको छ। भारतबाट आयात गर्दा बीच बाटोमै ट्याङ्करबाट पेट्रोलियममा मिसावट हुन नसकोस् भनेर ट्याङ्कर लकिङ सिस्टम पनि प्रयोगमा ल्याइएको छ। यो कार्य निगमले सेक्युरिटी लकिङ सिस्टम कार्यविधि 2074 को अधीनमा रही कार्यान्वयन गरिरहेको छ। सेवा प्राथमिकतामा नेपालमा उत्पादन नहुने र 100% आयातमा भर पर्नुपर्ने पेट्रोलियम पदार्थमा घाटा खपेर बिक्री गर्न चान्चुन चुनौती छैन। उपभोक्तालाई महँगीबाट राहत दिन सरकारले पेट्रोलियमको मूल्य नियन्त्रण प्रयास गर्दा विभिन्न आर्थिक वर्षमा निगम घाटामा चुर्लुममा डुब्न गयो। जेगडा कोष रित्तिएर उल्टो ऋणको भारी बोक्न पुग्यो। निगमको यस्तो अवस्था देखेपछि आयातमा निर्भर पेट्रोलियमको मूल्यमा नियन्त्रण प्रयास गर्दा संस्था नै धराशय हुने कुरामा राजनीतिक नेतृत्व समेत सचेत हुन थाल्यो। फलस्वरूप निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि 2071 लागू गर्यो। यो कार्यविधि अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेमा बढाउने, घटेमा घटाउने नीति लियो। उपभोक्ताको हितलाई ध्यानमा राख्दा कतिपय अवस्थामा यो कार्यविधि प्रभावित हुँदै आएको छ। आर्थिक वर्ष 2066-67 देखि 70-71 सम्म निगम लगातार घाटामा गयो।
यी 5 आर्थिक वर्षमा निगमले 26 अर्ब 17 करोड नोक्सान बेहोर्यो। महँगोमा ल्याएर सस्तोमा बिक्री गर्ने व्यापारका सामान्य नियम समेत होइन, तर जनहितलाई ध्यानमा राख्दा बेलाबखत निगम आफै जलेर पनि अरूलाई प्रकाश छर्न पछि परेको छैन। सर्वसुलभ मूल्यमा शुद्धतासहितको पेट्रोलियम आपूर्तिको व्यवस्था गर्न प्रशासनिक खर्च कटौती गर्ने एक महत्त्वपूर्ण कार्य हो। ढुवानीमा हुने खर्च कटौतीका लागि भारतबाट पाइपलाइनमा पेट्रोलियम आयात गर्ने सम्बन्धी योजना सन् 2004मै बनेको थियो। पाइपलाइन सम्बन्धी सपना चाहिँ 25 वर्ष पुरानो थियो, तर विक्रम सम्वत 2076 भदौमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइन निर्माण भयो। पाइपलाइनको उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गरे। 69.2 किलोमिटर लामो यो पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पाइपलाइन पनि हो। अहिले यो पेट्रोल डिजेलको माग चाहिँ गत वर्षको तुलनामा र पहिलाको वर्षको तुलनामा निकै बढेको देखिन्छ र अहिले यस बागमती प्रादेशिक कार्यालयबाट मात्रै तपाईँको दैनिक तपाईँको पेट्रोल 10 लाख लिटर औसतमा बिक्री वितरण भएको छ र डिजेल चाहिँ 11देखि 12 लाख लिटर बिक्री भएको छ तपाईँको। मर्तेलको चाहिँ अब अहिले खासै डिमान्ड छैन, किनभने यो पिचमा कन्स्ट्रक्सनको वर्क्समा जाने र किनभने यो कुकिङमा चाहिँ टोटल्ली रिप्लेस भएको अवस्था छ एलपिजी अथवा इलेक्ट्रिकबाट र अब आगामी दिनमा झन् चुनौती बढ्दै गएको छ र त्यसका बावजुद पनि यस्तो डिमान्ड हाम्रो यहाँ भएको स्टोरेज फेसिलिटिजहरूलाई सबैलाई गरेर कर्मचारीहरू दिनरात खटेर, त्यति सिम्पल चिज होइन यो 2000 केल पर डे सेल्स गर्ने कुरा चाहिँ त्यति इजी चिज होइन। तर यसलाई पुरा भएका स्ट्रक्चरहरूलाई सदुपयोग गर्दै अहिलेसम्म हामीले आयल निगमले चाहिँ पेट्रोलियम पदार्थको चाहिँ सहज रूपमा उपलब्ध गराएको छ तपाईँको एउटा। र यहाँको हामीहरूको अहिले पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोदेखि डिजेल आउँछ त्यहाँ, किनकि पेट्रोलियम पाइपलाइन जुन छ हाम्रो एउटा महत्त्वपूर्ण योजना, पाइपलाइन आएदेखि डिजेलको अहिले समस्या छैन, किनभनेको यो ट्रान्सपोर्टेसनमा पनि समस्या नै प्लस जुन डिस्टेन्स छ तपाईँ बरौनीबाट पेट्रोल ल्याउँदाखेरि 2 देखि 3 दिन लाग्छ भने अमलेखगञ्जबाट आज लोड भएको गाडी भोलि आउँछ। त्यही भएर अझै जनताहरूलाई अझै हामीले अहिलेसम्म त सहज रूपमा उपलब्ध गराएकै छौँ र आगामी दिनमा पनि यो पेट्रोलको अब पाइपलाइन पनि छिट्टै आउँदैछ। अहिले डिजेलको मात्रै आइरहेछ पाइपलाइनबाट, पेट्रोल पनि अमलेखगञ्जसम्म चाँडै नै आउँदैछ। त्यो आइसके पश्चात अझै हाम्रो सेवा प्रवाह गर्नको लागि सहज हुनेछ भन्ने कुरा सबै जनताहरूलाई चाहिँ म आश्वासन गरिरहेको छु। यो पाइपलाइन सञ्चालनमा आएसँगै रक्सौलदेखि अमलेखगञ्जसम्म ढुवानीमा खर्च हुँदै आएको प्रति लिटर 2 रुपैयाँ 50 पैसा बचत हुन पुगेको छ भने वर्षमा 2 अर्ब बराबरको ढुवानी खर्च कटौती भएको छ। निगमको धनगढी स्थित प्रादेशिक डिपोमा भारतको इलाहाबाद, कानपुर र बन्द्राबाट पेट्रोलियम ढुवानी हुन्छ। नेपालगञ्जमा मथुरा, गोन्डा, कानपुर र इलाहाबादबाट पेट्रोलियम तथा एलपी ग्यास ढुवानी हुने गरेको छ। रूपन्देही स्थित लुम्बिनी प्रादेशिक डिपोमा गोरखपुर, बेतालपुर र मुगल सरायबाट पेट्रोलियम आयात हुन्छ। काठमाडौँ वा बागमती प्रदेशका लागि विशेष गरी भारतको रक्सौल र बरौनी रिफाइनरीबाट पेट्रोलियम आयात हुँदै आएको छ। विराटनगर स्थित प्रादेशिक डिपोमा बरौनी र सिलगढीबाट पेट्रोलियमको आयात भइरहेको छ। रक्सौल अमलेखगञ्जको झैँ पाइपलाइनको सम्भावना अन्य क्षेत्रमा पनि रहेको छ। भारतसँग नयाँ पाइपलाइन निर्माण गरी ढुवानी खर्च कटौती गर्ने, चीनतर्फबाट पनि पेट्रोलियम आयात गरी हिमाली क्षेत्रमा आपूर्ति गर्ने जस्ता नयाँ कार्यक्रम आवश्यक देखिएको छ। पेट्रोलियमको खपत कम गर्ने सोचमा निगम। प्रत्येक वर्ष पेट्रोलियमको खपत 10% दरले वृद्धि हुँदै गएको छ। जति धेरै पेट्रोलियमको खपत बढ्छ उति नै धेरै व्यापार घाटा गहिरहन्छ। 456 मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत योजना सञ्चालनपछि वर्षायाममा नेपालमा विद्युत बढी हुन थालेको छ। कम्तीमा एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलोमा उपभोक्तालाई आकर्षित गर्न सकिए ग्यासको खपत कम गर्न सकिन्छ। ग्यासमा सरकारले दिँदै आएको अनुदान विद्युतीय चुलोमा दिने र विद्युत महसुलमा केही छुट गर्ने हो भने निगमको घाटा कम गर्न मद्दत पुग्नेछ।
यसले स्वदेशी विद्युत खपतमा सघाउ पुग्छ भने डलर खर्चेर आयात गरिएको ग्यासको खपत केही नियन्त्रणमा आउनेछ।